सो हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला होइन। पवन सन्चैहरूमै छु। म चाहिँ अहिले आमा बुवाको घर आएको छु। यो चाहिँ हाम्रो आमा बुवाको घर हो, पहिलो नयाँ बनाएको। अनि यो चाहिँ फेरि पहिला आमा बुवाहरू बस्ने घर हो होइन। तपाईँहरूले रोक्नु मैले देखाइदिन्छु घरहरू होइन। यहाँ चाहिँ मेरो भाइ सुतेको छ, ऊ त्यहाँ सुतेको छ। यहाँ मकै सुकेको मकैहरू छ, यो सुकेको मकैहरू बोकेर खानु। मैले चप्पल नै ल्याएको थिएन, जुत्ता लाएर आएको थिएँ। त्यही भएर फेरि भाइको चप्पल लाएर हिँडिरहेको। फुलहरू फुलाउनु भयो आमाले, फुलहरू फुलाउनु भयो। तरकारीहरू छन् यहाँ, पुरै करेसाबारी नै छ नि यहाँ त। त्यो मेवाको बुटो भयो, ऊ त्यहाँ केराको बुटो छ, ऊ यहाँ उखु फले छ, ऊ त्यहाँ बोडी भिन्डी सब छ। यहाँ साग छ, ऊ त्यहाँ मकै फलाउनु भयो, गाभा छ, ऊ ती बेलुकीको रुख त्यहाँ छ, यहाँ मेवाको रुख छ। हो यहाँ हो कि पहिला यहाँ सर्प आएको थियो यहाँ होइन। यो टमाटरको बुटो थियो पहिला, अहिले चाहिँ आमाले काट्नु गएको रहेछ। छन त छ अलिक त्यसपछि फेरि हिजो राति पानी पर्थ्यो के र अहिले शीतल छ, त्यस्तो खासै सुट लागेको छैन, त्यस्तो गर्मी भएको छैन। हिजो राति पानी पर्थ्यो यतातिर पौलस्टोतिर, धेरै पछि पानी पर्यो। यहाँ सागहरू फलाउनु भयो आमाले, सागहरू छ होइन। त्यहाँ केरा छ, भर्खरै भर्खरै बसेको केरा त। झेकेरा काट्न झेकेरा ल्याउनु भयो। अहिले चाहिँ ठुलो भएन नि त, तरकारीहरू ठुलो भएपछि झेकेरा लानुपर्छ, त्यही भएर झेकेरा ल्याउनु भयो। आमाले टन्नै फुलहरू फुलाउनु भयो क्या भन्दा नि, फुलहरू छ यो भन्दा नि मलाई उयो रातो फुल एकदम राम्रो लाग्छ कि मलाई। त्यो रातो फुल एकदम राम्रो हो नि होइन, त्यो राम्रो लाग्छ नि मलाई। यो रातो फुल यस्तो मनपर्छ। आमा आउनुभयो एरन, ऊ एरन सुतेछ। यहाँ किचन हो, अहिले चाहिँ किचन छ। पहिला नि किचनै थियो होइन, पहिला नि किचनै थियो नभएको होइन। अनि यहाँ बुवाहरूले अब दबाईहरू भयो बुवा आमाको बुवाको होइन। हाम्रो रेडी बुवा आमा मेरो रेडी छ। यहाँ चाहिँ हामीले अब खानासाना खाने यहाँ हो। यो किचन भइहाल्यो सबै। अनि उता फेरि सुत्ने उड्ने बस्ने। भाँडा माझ्दा पानी होइन आमा, भाँडा माझ्दा होला नि साँझको। नलका सुकेर हो कि नआएको भन्ने, नलका सुकेर छ। नलका सुक्ने मोटर पानी आउँदैन क्या। फुल रोप्ने हो, काँडा फुल लिएर आउनु तपाईँले फेरि कता उता। भर्ने हो। आमाले फुल लाउँदै हुनुहुन्छ। कुन फुल आमा यो? त्यो अर्को अघि नैको त उस त्यस्तै, त्यो रातो फुल जस्तै। कहाँ ल्याउनु भएको त? है ऊ यस्तै फुल त होला गरे, त्यस्तै। ऊ त्यो कुन फुल हो त आमा? त्यो सनफ्लावर जस्तो। ऊ त्यो निलो निलो अरे उसको खैरो खैरो येल्लो कलरको क्या। एउटा मात्र ल्याएको, दुइटै ल्याएको र त्यहाँ केरा छ। गड्डीले भन्नुहुन्छ अर्को यहाँ हाम्रो भाइ सुतिरहेको छ। मेरो भाइ जस्तो खुल्ला पार्छ, हावाले फेरि
हिँडाइदिन्छ। यहाँ टायरहरू राख्नुपर्छ उति माथि, यो साइकलको टायर भयो र त्यो बाइकको होला लास्टमा। अरू भन्दा नि त्यो रातो फुल होइन एकदम राम्रो लाग्छ कि मलाई त्यो रातो फुल। अनि अर्को फेरि हामीले तिहारहरूमा लाउँछौँ त्यो एकदम राम्रो लाग्छ। घरमा चप्पलै ल्याएन त्यही भएर भाइको चप्पल लगाइदिन्छ हो। यस्तो घाउ बनाइदियो भाइको चप्पलले, यस्तो घाउ बनाइदिन्छ कि चप्पल सानो नि